चिसो चिसो मौसममा यो खाना एकदमै राम्रो लाग्छ, त्यही भएर आज मैले यो पकाएको छु। मैले यो रेसिपी चाहिँ रेकर्ड गरिनँ, तर प्लेटिङ गर्ने बेलामा मैले ब्लग बनाएँ। हे एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। केही दिन अगाडि मेरो साथी मलाई रिल पठाइदिनु कि यसको, त्यसो भए आज बनाएर खाइहालौँ न भनेको के। स्कुलमा जब घन्टी लाग्थ्यो नि ब्रेक टाइमको, त्यति बेला टिफिन खाने टाइम जब हुन्थ्यो, त्यति बेला कहिले कसो क्यान्टिनमा के पाकेको हुन्थ्यो, डेली हुन्थ्यो, डिफ्रेन्ट मेन्यू भइरहेको थियो। त्यसमध्ये एउटा यो पनि हो। मलाई अहिले यो रेसिपीले एकदमै नोस्टाल्जिक फिल्स दिइरहेछ, भाइब्स दिइरहेछ। बिहानै उठेर चिया नास्ता गरेर आफ्नो दैनिकी गरेर त्यसपछि मैले यो रेसिपी पकाउन थालेको हो। अनि गर्दा गर्दै रेडी भइसकेको छ। अब मैले प्लेटिङ गर्दैछु। कतिपय ठाउँमा यसलाई मी पनि भनिन्छ अनि चाउमिन मटर पनि भनेर चिनिन्छ। स्कुलमा त हामीले चाउमिन मटर नै भन्थ्यौँ। साथमा आलु चप पनि बनाएको छु मैले। बाउलमा मैले बोइल्ड नुडल्स राखेँ अनि त्यसपछि मटर हालेँ मैले। त्यसपछि गार्निसिङ गरेँ अनियन चिलीले, अनि टमाटरको टिमुर खाले चटनी हालेँ मैले। त्यसपछि रातो खुर्सानी र टिमुरको छोप पनि राखेँ मैले। अनि कागतीको रस राखिसकेपछि पर्फेक्ट बाउल इज रेडी। एन्ड खानामा एकदमै टेस्टी, एकदमै लाजवाब बनेको थियो। खाएर एकदमै राम्रो लाग्यो, एकदमै टेस्टी लाग्यो, एकदमै मजा आयो। नेक्स्ट रेसिपी के बनाउँछु भनेर सोचिरहेको छु। जब मैले यो रेसिपी बनाउन स्टार्ट गरेको थिएँ तब अलिअलि डर लागिरहेको थियो, राम्रो पाक्छ पाक्दैन भनेर। डर यस कारणले लागिरहेको थियो कि मैले नास्ता पकाउँछ आज हामी मिठो के खाने भनेर, अनि मिठो पाकेन भने फेरि सबको मुड अफ हुन्छ, वेस्ट हुन्छ सामान पनि। त्यही भएर फेरि भेटौँला नयाँ ब्लगमा न्यू रेसिपीसँग। तबसम्म टेक केयर। अनि अगाडि रिभ्यू सुनेर जानु है, मैले कस्तो पकाएको थिएँ भनेर। मेरो साथीले रिभ्यू दिन्छन्, सुनेर जानुहोस्। राम्रो छ, कस्तो छु